छिर्ने ठाउँ छैन गेटमा। अब के गर्ने, अब ढुकै हाल्नु पऱ्यो यहाँबाट। सानो साधन भएको कारणले सिङ घुसाएर अगाडि एकपल्ट बढाउनै पर्छ। हामीदेखि रोकै हुन्छ। ल यस्तो भिगार छ, जहाँ गयो त्यहाँ भिगार छ, जहाँ गयो जता गयो त्यही भिगार छ। यस्तोबाट निस्किनुपर्छ है, यस्तैबाट निस्किनुपर्छ है। पुलिस दाइले पनि खुसी बुझाउँदै सेक्युरिटी गर्नै पऱ्यो, के गर्ने व्यवस्थापन गर्नै पऱ्यो। उहाँलाई पनि दुःख छ हो यो घाममा। हाम्रो अब ट्राफिक दाइलाई पनि अब ड्युटी गर्नै पऱ्यो यो घाममा, के गर्ने। दुःख छ हो, दुःख छ घाममा। कस्तो भिडभाड है, बाटो पनि मेन हाइवे पनि भिडभाड हेर्नु त। आज यतापट्टिको लाइनमा त हिँड्नै नहुने रहेछ। यहाँबाट किनपुलसम्म जानु पनि झन्डै भन्छ त। अघि हामी उतापट्टिको बाटोबाट छिरेको, अहिले चाहिँ अब यो बाटोबाट जाँदैछौँ। हुन्छ यो बाटो चाहिँ लगभग ट्राफिक भइराख्ने बाटो हो, तर पनि आजको भिडभाडले गर्दाखेरि यो फुलबारीको र अनि यो केबल कारको भिडभाडले गर्दाखेरि पनि होला सायद आज अलिकति धेरै नै भएको छ भिडभाड। राम्रो पनि हो, बुटोल भनेको एउटा चाहिँ पर्यटकीय क्षेत्र हो। यसलाई चाहिँ विकास गर्नुपर्छ। स्थानीय सरकार र सम्पूर्ण चाहिँ भातृ सङ्गठनहरूदेखि लिएर सम्पूर्ण संस्थाहरूले चाहिँ पहल गरेर एउटा यो पर्यटकीय स्थललाई चाहिँ डेभलप पनि गर्नुपर्छ, प्रचार प्रसार पनि गर्नुपर्छ। अनि बुटोल चलायमान पनि हुन्छ अझै अरू क्षेत्रभन्दा बुटोल र पोखरा चलायमान चाहिँ निकै राम्रो तरिकाले गर्न सकिन्छ, किनभने इन्डियन टुरिस्टहरूलाई पनि भित्राउने एउटा चाहिँ वातावरण मिल्छ। ल यो नेपाली झन्डा बोकेर चाहिँ यो गाडी हिँडिरहेछ। ल यो तिनाउ पुल हो, यो तिनाउ पुलमा आइसक्यौँ हामी। तिनाउ पुलको माथिबाट चाहिँ हामी हिँडिरहेछौँ। र अलिकति ओभरटेक गऱ्यौँ है, खालि भएपछि त ओभरटेक गर्नै पऱ्यो। अगाडिपट्टि धेरै स्पिड त छैन तै पनि तल गर्दै। ल तिनाउ पुल पनि अब हामी यहाँबाट कटियो। त्यसपछि पनि जान्न परेको छ अलिअलि, सायद अब साँग्रो बाटो छ त्यसले गर्दा पनि होला। ब्रेक त झ्याप ब्रेकमा त टिक्का त झ्याप लगाउनु पर्ने हुन्छ। ओभरटेक गरेर आइहाल्छ यहाँबाट। कहाँबाट कति बेला कसले अब ओभरटेक गर्छ भन्ने कुरो थाहा हुँदैन। तल्ल गरेर चाहिँ अब बिग्रिनै पर्ने हुन्छ। यो चाहिँ हाम्रो नेपालगञ्ज रोड अब आउँदैछ पुरानो विस्तार। त्यहाँबाट सिधै त्यो देख्नुहुन्छ त्यो क्रेन छ नि उतापट्टिको, त्यो क्रेन चाहिँ उसको लुम्बिनी अञ्चल अस्पतालको हो। यो प्रादेशिक अस्पताल भएको छ अहिले। लुम्बिनी प्रादेशिक अस्पतालको चाहिँ भवन बन्दैछ। सबभन्दा ठुलो प्रोजेक्टमा चाहिँ 6 अरबको झन्डै 6 अरब 7 अरबको चाहिँ यो प्रोजेक्टको चाहिँ यो बिल्डिङ बनिरहेको छ यहाँबाट। ल यति भन्दै अब म चाहिँ यहाँबाट अमरपथको भित्रपट्टिको बजारमा चाहिँ म छिरेँ। यहाँबाट छिरेर तल्ल अब यहाँबाट छिरेँ, यहाँबाट तल्ल छिरेर ल यो हाम्रो चाहिँ पसल हो। पसल अगाडि आइपुग्यो।